सीता बा पनि यता आउन मान्नु भएको छ। सृष्टिलाई तैँले भन्नु नै मान्छे। तिमीहरू दुईजना पनि यतै आएर बस। अप्ठ्यारो नमान बहिनी, मैले नै यता आएर बस्नु भनेकी हो। बरु तिमी पनि यतै आएर बस। आजसम्म जसलाई आफ्नो श्रीमान ठानेर यो घरमा बसेकी थिए, त्यो श्रीमान नै आफ्नो होइन रहेछ। अब म कुन सम्बन्धले आएर बसौँ? म यहाँ उसको श्रीमती भएर बस्न आएकी होइन। अनि किन आउनु भयो त? यो पश्चिमी समाज होइन, नेपाली समाज हो। लोग्ने स्वास्नी होइन भने एउटै घरमा एउटै कोठामा बसेर लोग्ने